दर्शकवृन्दहरू नमस्कार, मेरो नाम कृपेश कार्की हो र म अहिले सर्प उद्धार गर्नलाई भनेर बुद्ध शान्ति स्थित डाँडा गाउँमा आएको छु। घरभित्र चाहिँ एउटा सर्प पसेको छ र उहाँहरूले गोवन सर्प भन्दै हुनुहुन्छ र कुन सर्प रहेको छ भनेर चाहिँ म तपाईहरुलाई अगाडि भिडियोमा निकालेर देखाउने छु। कृपया भिडियोमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु अनुरोध गर्दछु र यो सर्पबारे मैले सम्पूर्ण जानकारी दिएको छु यो भिडियोमा। कृपया भिडियोलाई लाइक गर्न नबिर्सनु होला। तपाईहरुलाई मेरो काम के कसो लागिरहेको छ कृपया एउटा कमेन्ट गरिदिनु हुन अनुरोध गर्दछु र मेरो भिडियो कुन ठाउँबाट हेरिराख्नु भएको छ भनेर पनि कमेन्ट गर्न नबिर्सिनु होला। र अब हामी अगाडि हेर्नेछौँ कि कुन सर्प रहेको छ, कस्तो प्रजातिको सर्प रहेको छ भनेर चाहिँ हामी अब हेर्नेछौँ। र तपाईहरुले देखि नै हाल्नुभयो कि सर्प चाहिँ मेरो हातमा आइसकेको छ। यो सर्प चाहिँ करिब 4-5 फिटको रहेको छ भने चाहिँ मान्छे सुत्ने कोठैभित्र चाहिँ यो सर्प धेरै बेरदेखि पसिरहेको थियो र हामी त्यहाँनिर केही ढिलाइ नगरिकन हामी त्यहाँनिर पुग्यौं र यो सर्प अब उद्धार गरेर हामी बाहिर निकाल्नेछौँ र यो सर्पबारे तपाईहरुलाई केही जानकारी पनि दिनेछौँ। भिडियोमा नयाँ हुनुहुन्छ भने कृपया भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु हुन पनि अनुरोध गर्दछु। त्यत्रो ठुलो होइन, सायद केही खाएको छ। यो चाहिँ कालो धामन हो होइन? त्यो कालो देखेकोले अब च्याक्कै गोमानै जस्तो लाग्यो कि नटोक्ने हुँदैन, टोक्छ तर यसले टोक्दाखेरि केही नै हुँदैन, विषहरू लाग्दैन। अब यसलाई चिन्ने चाहिँ सजिलो भनेको चाहिँ यसको टाउकोमा यहाँनिर रेखा छ, तपाईँको मुखमा चाहिँ काटेको हुन्छ, कालो कालो गरेर काटेको हुन्छ, त्यो काटेकोले चिन्न सकिन्छ यो धामन हो भनेर। अनि यो सर्पको जिउ ठुलो र टाउको र पुच्छर चाहिँ अलिक सानो हुन्छ। अब यो अरू कलरमा पनि हुन्छ, अब सेतो सेतो पनि हुन्छ होइन, हरियो हरियो जस्तो पनि देखिन्छ। यो चाहिँ अलिक सानै हो, धामन सर्प तपाईँको 12-14 फिटसम्म पनि बढ्ने गर्छ। अब यो अलिक सानै छ, गाडी छ एउटा गोवन सर्प होइन, एउटा गोवन सर्प गाडी छ, त्यो अलिक ठुलो छ योभन्दा चाहिँ गोवन चाहिँ छ होइन, त्यो हिजो पक्रेको थियौँ। अब यहीँ 18 फिटसम्म बढ्छ। मुसाहरू खोज्नको लागि चाहिँ यो घरतिर बस्नेमा अब सँगै अब दुइटालाई छोड्न सँगै जाने। म त 8 नम्बर जङ्गलमा एउटा बोरा दिनु न, बोरामा हाल्नुलाई। विषय लाग्दैन, विषय हुँदैन। यता यता खेल्नु न, ठुलो परेको छ कि छैन पहिला राम्ररी हेर्नु योभन्दा बरु उत्यो राम्रो हुन्छ होला। बरु हो त सिमेन्टको बोराला जस्तो लाग्यो तानेको सबै चिप्लिएर आयो तर निक्लिने बेला
मैले भनेको चाहिँ यो टाउकोमा छ नि यो काटेको यसले चाहिँ धामन सर्प भनेर चिनिन्छ क्या सानो भन्दा पनि यो सानै हो होइन यो 12-14 सानो आँखा होला हौ यो त होइन त मलाई किन मारेको त हुन्छ मारेको ल्याप्पा कत्रो के अरे कुछ नि मार्नु हुँदैन पकाउनु त बजेले गाला पो को मान्छे अरे यत्रो ल्याउनु भएको बोरा नै अनि चिन्दै चिन्दै लगेर छोड्नु नमन यो भन्दा चाहिँ ठुलो छ हेरौँ त ल बाटोमै हेरौँ बाटोमा तपाईहरूले भिडियोमा हेरि नै हाल्नुभयो कि यो सर्पलाई चाहिँ हामीले यो घरभित्रबाट चाहिँ सुरक्षित ढङ्गले उद्धार गरेर बाहिर निकालिसकेको छौँ भने चाहिँ यसलाई मैले बोरामा पनि हालिसकेको छु र अब हामी केही समय पछाडि नै यसलाई जङ्गल लगेर छोडिदिनेछौँ धेरै समय बोरामा राख्नु पनि हुँदैन त्यही माथि यो बोरा सिमेन्टीको बोरा पनि दिनुभएको थियो बोरा सफै थियो तर पनि धेरै समय बोरामा सर्पलाई राख्दाखेरि चाहिँ सर्पलाई पनि असहज हुन्छ र सर्प छुच्चो हुन्छ र केही ढिलाइ नगरिकन अब हामी यहाँबाट निक्लेर जङ्गलतिर जाँदैछौँ भिडियो तपाईँलाई के कसो लागिरहेको छ मेरो काम तपाईँहरूलाई के कसो लागिरहेको छ कृपया कमेन्ट गरेर भनिदिनु हुन अनुरोध गर्दछु हस् त धन्यवाद भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सबैलाई धन्यवाद